ट्रिप जहाँसुकैको होस्, काठमाडौँ टु सुर्खेत होस् या सुर्खेत टु काठमाडौँ होस्, तपाईँलाई यहाँ कहिले पानी कुरकुरे, कहिले बिस्किट कुरकुरे, कहिले चाउचाउ पानी, डिफ्रेन्ट स्न्याक्सहरू प्रोभाइड हुन्छ। यो गाडी हो किङ एयरबस। यस्तो मजाको 2x2 सोफा सिट, जहाँ इन्टरटेनमेन्टको लागि एलइडी टिभीको पनि सुविधा। 2x2 को 3टा स्लिपर, हरेक सिटमा एसी र फ्यानको पनि व्यवस्था। यात्राको बेलामा जस्तो टाइपको फोन पनि चार्ज गर्न मिल्ने। मैले गाडीको डिटेल्सहरू त भनिहाले, अब सम्पूर्ण डिटेल्स हाम्रो बस सेवा एपमा अभाइलेबल छ, गएर चेक गर्नु होला। ट्रिप जहाँसुकैको होस्, काठमाडौँ टु सुर्खेत होस् या सुर्खेत टु काठमाडौँ होस्, तपाईँलाई यहाँ कहिले पानी कुरकुरे, कहिले बिस्किट कुरकुरे, कहिले चाउचाउ पानी, डिफ्रेन्ट स्न्याक्सहरू प्रोभाइड हुन्छ। यो गाडी हो किङ एयरबस। यस्तो मजाको 2x2 सोफा सिट, जहाँ इन्टरटेनमेन्टको लागि एलइडी टिभीको पनि सुविधा। 2x2 को 3टा स्लिपर, हरेक सिटमा एसी र फ्यानको पनि व्यवस्था। यात्राको बेलामा जस्तो टाइपको फोन पनि चार्ज गर्न मिल्ने। मैले गाडीको डिटेल्सहरू त भनिहाले, अब सम्पूर्ण डिटेल्स हाम्रो बस सेवा एपमा अभाइलेबल छ, गएर चेक गर्नु होला। मध्यपश्चिम जनसेवा यातायात प्रणालीबाट सञ्चालित सफारी बस बोलपुरको नयाँ बस आफ्नो गन्तव्य तय गर्दैछ काठमाडौँको लागि। यतिखेर 4 बजेको छ दिउँसोको। देख्नुहोस् यो हो सफारी बस। ट्रिप जहाँसुकैको होस्, काठमाडौँ टु सुर्खेत होस् या सुर्खेत टु काठमाडौँ होस्, तपाईँलाई यहाँ कहिले पानी कुरकुरे, कहिले बिस्किट कुरकुरे, कहिले चाउचाउ पानी, डिफ्रेन्ट स्न्याक्सहरू प्रोभाइड हुन्छ। यो गाडी हो किङ एयरबस। यस्तो मजाको 2x2 सोफा सिट, जहाँ इन्टरटेनमेन्टको लागि एलइडी टिभीको पनि सुविधा। 2x2 को 3टा स्लिपर, हरेक सिटमा एसी र फ्यानको पनि व्यवस्था। यात्राको बेलामा जस्तो टाइपको फोन पनि चार्ज गर्न मिल्ने। मैले गाडीको डिटेल्सहरू त भनिहाले, अब सम्पूर्ण डिटेल्स हाम्रो बस सेवा एपमा अभाइलेबल छ, गएर चेक गर्नु होला। मध्यपश्चिम जनसेवा यातायात प्रणालीबाट सञ्चालित सफारी बस बोलपुरको नयाँ बस आफ्नो गन्तव्य तय गर्दैछ काठमाडौँको लागि। यतिखेर 4 बजेको छ दिउँसोको। देख्नुहोस् यो हो सफारी बस।